म चाहिँ पश्चिमेली छिटी, मेरो डियर हस्बेन्ड चाहिँ पूर्वेली छिटो सँग माया प्रीति गाँसेर उहाँको गाउँ माउन लाँदै हुनुहुन्छ मलाई चाहिँ पूर्वतिर। ल यो गाडी बिचमा आएर हर्न बजाउँछ यार। साँच्चै भन्ने हो भने हाम्रो नेपाल चाहिँ एकदम प्रकृतिले नै क्या प्रकृतिले नै वरदान दिएको जस्तो लाग्छ हो मलाई चाहिँ। एकदम रमाइलो के। कति राम्रो छ ल हेर्नुहोस् त। फेरि यो चाहिँ कसलाई देखाएको होला भन्नु होला, यो कसैलाई होइन है, यो चाहिँ आफूले आफूलाई नै देखाएको हो। जस्ट भिडियो बनाएको हो, पोस्ट गरिन्छ होइन। लाइक कमेन्ट भ्यू आओस् नआएन नो टेन्सन। म त स्वतन्त्र व्यक्ति हो, मलाई त्यस्तो भ्यू स्यू लाइक साइक लगाउनुपर्छ भन्ने अनि मेरो धारणा छैन होइन। मेमोरेबल पछिको लागि, पछि हेर्नको लागि चाहिँ यो एकदम मेमोरेबल हुन्छ। त्यसैले मैले चाहिँ यो क्यामेरामा कैद गरेको है साथीहरू, डोन्ट माइन्ड। ल हेर्नुहोस्, हामी जता जता जाँदैछौँ यो घाम पनि उता उतै जाँदैछ है। ल हेर्नुहोस्, घाम चाहिँ हाम्रो साथी। अब लाग्यो कालो बाटो। स्वरै आउँदैन साथीहरू, यस्तै एक दुई टुक्रा गीत मिसाउँ भनेको मेरो भोइस जति जम्मै चिसोले खाएर क्या। स्वर भनेको फिटिकै आउँदैन, बोरे च्यातिएको स्वर आउँछ। अस्ति त अलि राम्रो आउँथ्यो, आजभोलि त यो चिसोले घाँटी क्याप्प समातेर क्या।